यति बेला हामी अमृतपुर खानेपानीको तामाखानी मुहानमा आइपुगेका छौँ। अमृतपुर खानेपानीको कार्यालयदेखि यहाँसम्म आउन 11 किलोमिटरको दूरी छ। 23 करोड लगानीमा यो 100 लगानी खानेपानी आयोजनाको काम यहाँ सुरु भइराखेको छ। खास गरी यहाँ काम के भइराखेको छ भनेर हामी अध्यक्ष दशरथ ओलीको नेतृत्वमा यहाँ आइपुगेका छौँ। तपाईँलाई हामी देखाउन गइराखेका छौँ। अहिले यहाँ यो तामाखानी मुहान भन्ने गरिन्छ। यो सातबाज स्थित तामाखानी मुहानमा अहिले हामी चाहिँ उभिरहेका छौँ र यो झन्डै 2081 साल असार 15 गते सहलगा नेपाल सरकारको 77% र 30% उपभोक्ताको लगानीमा 23 करोडको आयोजना को काम निरन्तर 81 सालदेखि निरन्तर अगाडि बढ्दै गर्दा अहिले हामी तामाखानीको मुहानलाई यसलाई व्यवस्थित संरक्षण गर्ने यो जो यहाँले अहिले भिडियो मार्फत हेरिरहनु भएको छ, यो एउटा कटअप वाल र इन्टेक आरसिसी इन्टेक बन्दैछ र यो पुरानो यतातिर हेर्नुहोस्, यो पुरानो तामाखानी मुहान हो। यसलाई अहिले हामीले उपभोक्ता समितिले संरक्षण गरेर यहाँबाट अहिले प्रति सेकेन्ड 13 लिटरको पानी चाहिँ गइराखेको छ। उपभोक्ता के अरे झारखुट्टीको कुट्टीको ट्याङ्कीमा यो 13 लिटरको पानी यहाँबाट गइराखेको छ। अब यो सहलगानी अन्तर्गत जो योजना छ, यो योजनाले हामीले अरू 19 प्रति सेकेन्ड 19 लिटर पानी यहाँबाट चाहिँ हामीले प्रसारण गर्ने क्रममा हामी संस्थाहरू लागिरहेका छौँ। र यो कटअप वाल यो आरसिसी वाल उड्दै गर्दा यो जो बगिरहेको पानी छ, यो पानी तलबाट बग्ने पानी माथि स्टक भयो भने यसले यो इन्टेकलाई चाहिँ सहजीकरण चाहिँ गर्ने गर्दछ। र हामीले त्यो पानीका सँगसँगै अहिले यो पालेघर पनि निर्माण भइराखेको छ र यो पालेघर बन्दैछ। अब यसलाई बिस्तारै यो 6 महिनाभित्र यो इन्टेक पालेघर र यो मुहानलाई व्यवस्थित गर्ने काम सहलगानी अन्तर्गतका कन्ट्र्याक्टरहरूले अगाडि बढाउनु भएको छ, गरिरहनु भएको छ। यसलाई हामीले उपभोक्ता समिति र हाम्रो कर्मचारी भाइहरूले निरन्तर फलो गरिरहेका छौँ। त्यही अन्तर्गत अहिले हामी तामाखानी मुहानमा छौँ र काम अगाडि बढिरहेको यहाँले देख्नुभएको छ। स्काभेटर पनि लागेको छ त्यहाँ र पाइपलाइन पनि विस्तार भइरहेको छ। पाइपलाइन अहिले करिब तपाईँको सिरखोलासम्म पाइपलाइन विस्तार प्रसारण लाइन विस्तार भएर अगाडि बढिराखेको छ। अब थोरै छ, कम्तीमा 1 किलोमिटर मात्रै प्रसारण लाइन वितरण गर्ने बाँकी छ। अहिले यो सहलगानी अन्तर्गत पाइपलाइनको ग्रामीण बस्तीमा पाइपलाइनको काम अहिले यो पछिल्लो पिरियडमा द्वन्द्वको कारणले, यो महँगीको कारणले होला जस्तो लाग्छ मलाई। अहिले कन्ट्र्याक्टरहरूले धेरै ठाउँ यहाँ मात्र होइन काम नगरिरहेको अवस्थामा पनि सहलगानी अन्तर्गत हाम्रो स्वीकार कन्स्ट्रक्सनले चाहिँ अगाडि काम गरिरहेछ पाइपलाइन काम। यही कुरालाई मैले यहाँहरूको बिचमा जोडेँ। आदरणीय उपभोक्ताहरूले यो कुरालाई चाहिँ गम्भीरतापूर्वक लिनुहुनेछ र हामीले उपभोक्ताका मुद्दामा हामी निरन्तर चाहिँ के अरे खानेपानी सस्ता लागेको पनि म जानकारी गराउन चाहन्छु।